बिहानै मिन्त्राबाट पार्सल रिसिभ गर्यो। लेट्स अनबक्स इट। हाम्रो घरमा छिटो नै एउटा फ्यामिली प्रोग्राम हुनु आँटेको छ, फङ्सन हुनु आँटेको छ। त्यसको रिगार्डिङ मैले भिडियोहरू बनाइ नै रहेको छु। अन्त सपिङहरू चलि नै रहेको छ। त अहिले भर्खरै मैले त्यसकै रिगार्डिङ एउटा पार्सल रिसिभ गरेँ। यो हो मेरो छोरीको लागि, मेरो नानीको लागि। मैले नानीलाई एउटा कुर्ता मगाइदिएको छु। तपाईँहरूले मेरो नानीलाई कुर्तामा देख्नु भएको छैन नि, कति राम्रो देख्छ कि, कति राम्रो देख्छ, तर लाउनै खोज्दैन, त्यसलाई घोज्छ भन्छ क्या लुगाले। त यो हो माथिको एकदम प्योर कटन, मेरो ख्यालले अब त कहीँ खोज्दैन। अन्त यहाँ छन् ट्राउजर पनि एकदमै सिम्पल कटन, प्लाजो जस्तो, प्यान्ट जस्तै, उसलाई सजिलो हुने। त एकदम मेरो ख्यालले त एकदमै राम्रो देख्छ। यसको प्राइसहरू म माथि ट्याग गरिदिन्छु। अन्त बेलुका ऊ आउँदा लगाउँदा अगर ट्रायल गरेँ भने म भिडियो देखाउँछु तपाईँहरूलाई कस्तो देख्दैछ। अरू त अब मेरो लुगा चाहिँ म अलिक 1-2 दिनमा देखाउनु आँटेको छु। घरमा फेस्टिभल आयो भने मजा आउँछ नि। मलाई त पुरा इन्ट्रेस्ट लाग्छ घरमा केही प्रोग्रामहरू आयो भने, मनपर्छ क्या, एकदमै मनपर्छ मलाई। किनकि सबै फ्यामिलीहरू गेट टुगेदर हुन्छ, सबै हाँस्छ, बोल्छ, नाच्छ, खान्छ सँगै। स्टे ट्युन, आजको दिन यसरी नै अगाडि बढ्छ। साथ में बने रहिए, मैं आगे दिखाऊंगी। ल अहिलेको लागि नै यति नै, बाइ बाइ।